हेलो गुड मर्निङ। आज चाहिँ हाम्रो यो खेत जोत्ने काम हुँदैछ अनि त्यसकै लागि म यहाँनिर यो डिजेल लिएर जाँदैछु। जोत्ने चाहिँ हाम्रो तल्लो घरको काका हुनुहुन्छ भने खेत चाहिँ कुन भन्दाखेरि चाहिँ हिजो मैले यहाँनिर बिरुवाहरू रोपेको खेत हो। राति चाहिँ पानी आएर पानी भइरहेको रहेछ। अहिले चाहिँ हाते ट्र्याक्टरले जोत्ने हो हैन। तर पानी हिजो राति 7 बजेदेखि आएको थियो। अघि बिहानसम्म नै आयो। त्यो पानी नै पानी छ। जोत्नलाई चाहिँ अलिक अप्ठ्यारो हुन्छ, पानीमा हिलो हुन्छ। अनि मौसम पनि पुरै हुस्से लागेर केही देखिँदैन। डे 2 को काम हुँदैछ जोत्ने। मेसिन चाहिँ त्यहाँ स्टार्ट गर्ने बिग्रेर अहिले स्टार्ट अफ गरेपछि डे 2 को जोत्ने काम हुँदैछ। धेरै छैन, 1 दिन जति जोत्यो भने सकिन्छ। अहिले चाहिँ म यहाँ बसिरहेको छु हैन। एकदम राम्रो छ। र असारको दिनमा घाम लाग्नु चाहिँ खासै राम्रो हैन। मेरो चाहिँ यो बाँझो खेत भएर जोत्दाखेरि पानी पर्यो भने मेसिनले जोत्दा हिलो हुन्छ भने सहजै छ। अनि यो घाम लाग्दिराख्यो भने झारहरू पनि मर्छ। वेदर चाहिँ एकदम कुल छ। घाम लागिरहेछ, हावा मजाले चलिरहेछ, आनन्दले छ। हाम्रो काका त्यहाँ बसिराख्नु भएको छ। एकछिन आराम गर्ने टाइम अहिले हाम्रो। भाइ के उकासीहरू बनाइदिने? यो चाहिँ हाम्रो मेसिन नछिरेको गराई भाइ छिर्यो। कान्छ के सघाउन आउँदा सजिलै छ नि होइन? मलिलो ठिक छ। भाइले चाहिँ यहाँनिर उकास्नु लाग्दैछ है। निरीक्षक गर्ने चाहिँ यहाँ चाहिँ भ्यू चाहिँ यस्तै छ। जहिले पनि उग्री नै राख्ने। बाँकी रहेको भनेको यो माथि रुखको फेदसम्म छ। जोते जति चाहिँ जोत्न बाहेकको बाँझो चाहिँ यहाँ तलैसम्म, यो आली काटेको देखेको भन्दा माथिसम्म। बाबु चाम्रे के ठिकै छ? पहाडमा चाहिँ अब मेसिनले त्यसले जोतिन्छ हैन। तराई जस्तो सजिलो चाहिँ हुँदैन पहाडमा। काल्न उकाल्न ओराल्न
कतै डोरीले तान्दै उचाल्नुपर्छ, कतै भत्काउँदै। यहाँ चाहिँ नअटेर यो यहाँनिरको भाग यो आली पनि भत्काइदियो। उता काकाले त्यहाँ भित्तो लगाउँदै हुनुहुन्छ। अब मेसिनले ठुलो ठुलो गराहरू बारीहरू चाहिँ जोत्न एकदम सजिलो, तर यो चाहिँ जोत्न अलिक गाह्रै हुन्छ। यो अब सबै मेसिनले नै जोतेर लिएर हो। यो 6 HP को लगभग वेट चाहिँ 120 केजी जति हुन्छ यसमा। पावर चाहिँ यो डिजेल मेसिन हो, पुरानो मेसिन हो यो। लगभग 12-13 वर्ष जति छ भइसकेको मेसिन हो। त्यही पनि जोत्न चाहिँ राम्रै जोत्छ, राम्रै काम गर्छ। तराईको लागि चाहिँ एकदम पर्फेक्ट हुन्छ भने पहाडमा पनि हामीले अब दुःख सुख जोति नै राखेको छौँ। यो जति बढी एचपीको भयो हामीलाई जोत्नलाई चाहिँ त्यति नै सजिलो हुन्छ। यो नि त्यो मोटरसाइकल जस्तै नै हुन्छ क्या। ठुलो मोटरसाइकल कुदाउनलाई एकदम मजा आउँछ भन्छ नि, यो पनि जति बढी पावरको भयो जोत्नलाई चाहिँ त्यति नै मजा आउँछ। सानो पावरकोले चाहिँ बढी भाइब्रेट गरेर अनि हलो पनि गाडिँदैन, अनि आफूलाई अलिक बढी प्रेस गर्नुपर्ने हुन्छ क्या, दबाएर जोत्नुपर्ने हुन्छ। यो 6 HP डिजेल मेसिन। अहिले त पेट्रोल मेसिनहरू नि आइसकेको छ योभन्दा राम्रो राम्रो हलुङ राम्ररी जोत्ने। यो उँधोपट्टि देखिएको सबै खेत चाहिँ यही मेसिनले जोतेको। यो उँधोपट्टि जति पनि देखिएको छ यहाँबाट यो सबै खेतहरू यही मेसिनले नै जोतेको हो। लगभग पहाडमा चाहिँ यो मेसिनले चाहिँ अब यता कट्ठा चल्दैन, रोपनीको हिसाबले हुन्छ। मेरो यो 7 रोपनी 3 आना 3 दामको खेत चाहिँ नि यो मेसिनले जोत्दाखेरि तेल 15 लिटर तेलले चाहिँ 15 लिटर डिजेलले कम्प्लिटली जोतिसक्छ। अर्को मैदान परेको ठाउँमा चाहिँ नि एकदम एउटै गरा ठुलो छ भने त्यस्तो ठाउँमा चाहिँ अलिक कम तेल लाग्छ। यहाँ चाहिँ उकाल्दा ओह्राल्दा टाइम पनि अलिक बढी लाग्ने हुन्छ, तेल पनि अलिक बढी नै लाग्छ। रोपनीको हिसाबले भन्दाखेरि 7 रोपनी भनौँ न, कान्लाहरू शुद्ध गरेर 7 रोपनी चाहिँ 15 लिटर तेलले मजाले जोतिसक्छ। त्यो सानोतिनो कान्लाहरू चाहिँ मजाले उक्लिहाल्छ। अब त्यहाँनिर नि कान्ला छ चाहिँ काकाले उकाल्दै हुनुहुन्छ होइन। सानोतिनो चाहिँ मजाले नै उक्लिहाल्छ। आज अब 12 गतेको लागि चाहिँ मेसिन थन्क्यो। मेसिन चाहिँ किन थन्क्यो भन्दाखेरि त्यो स्टार्ट गरेर तान्नेवाला डोरी नै खुस्केर आयो। त्यही भएर त्यो चाहिँ दिङ्लाबाट मगाइराखेको छ। अब भोलि आउँछ होला, भोलि वा नभए बेलुकातिर मात्रै गरिन्छ। अब आजको हाम्रो काम भनेको चाहिँ त्यहाँ तल काकाहरूको गोठ बनाइदिनु पर्ने छ अरे। यो गाई बस्तुहरू बान्ने त्यही गोठ बनाउनु जाँदैछु म चाहिँ। गोठ बनाउने ठाउँ चाहिँ त्यो देखेको डीदेखि अलिक पर छ। यहाँनिर चाहिँ यस्तो डोरी हुन्छ क्या तान्ने, यहाँनिर यो डोरी नै खुस्केर आयो। त्यही भएर यसको लागि चाहिँ आज हामीले स्थगित गऱ्यौँ। गोठ बनाउनु जाने ठाउँ चाहिँ त्यही देखेको डी हो। हामी यही मकैबारीतिरबाट लाग्ने हो। यो चाहिँ बिउबारी, त्यो अघि जोत्दै गरेको खेतमा रोप्नको लागि यहाँनिर बिउ राखिएको छ। यो 3 गरा बिउमा लगभग 5-6 पाथी जति बिउ राखेको छ। यो माथि रुखै रुख देखेको जग्गा चाहिँ हामीले कफी रोपेको जग्गा हो। मैले पुरानो भिडियो पनि बनाएको थिएँ है। अब यतापट्टि चाहिँ हामीले यो सुन्तलाहरू रोप्नको लागि अब यो आउँदो हिउँदोमा यो अहिले देखिरहेको ठाउँमा चाहिँ सुन्तला र कागती रोप्ने मेरो प्लान छ।
लगभग यहाँनिर 100 बोट जति सुन्तला अट्छ अनि त्यस्तै 20-30 बोट कागती अट्छ होला। कागती खासै धेरै रोप्दिनँ, फोकस भनेको सुन्तलामै हुनेछ। अब यहाँदेखि उता चाहिँ हाम्रो काकाहरूको पर्छ होइन। यो काकाहरूले चाहिँ यहाँनिर यो पुरै काँक्रा खेती गर्नुभएको छ। काँक्रा मात्रै छैन, यहाँनिर धेरै कुराहरू छ होइन, म तपाईँहरूलाई देखाइहाल्छु। कुखुरा पनि छ, कालो कुखुराहरू छ। यो क्याप्सिकम थियो, क्याप्सिकम चाहिँ सेकेन्ड लटको भएर अलिकति राम्रो उत्पादन भएको छैन। फर्स्ट लटको चाहिँ एकदम राम्रो उत्पादन थियो यहाँनिरको। बारीको बिच्चा यसो हामीले यो पनि लगाएको समय भर्खर यत्रो हुँदैछ होइन। यो काँक्रा पनि हाम्रो यो फर्स्ट लटको टिपिसकेर यो सेकेन्ड थर्ड लटतिरको काँक्राहरू हो। यहाँनिर एउटा फलिरहेको रहेछ, एउटा मात्रै होइन टन्नै नै छ। भित्र गयो भने टन्नै देख्न सकिन्छ। यहाँनिर यो हरियो काँक्रा छ। मकैको नि उत्पादन राम्रै छ, यस्तो मजाले फलेको छ है। एउटै बोटमा 1 2 3 4वटा घोगा लागेर। तर यो 4वटा चाहिँ होइन, यो र यो चाहिँ नि खानु मिल्ने हुन्छ। यिनीहरूमा खासै मकै हुँदैन, यो ठुलोमा चाहिँ टन्नै नै हुन्छ। अब यो पाटा आयो भने यहाँनिर चाहिँ यो कटेराकै छेउमा डल्ले खोर्सानी छ है। यो पुरानो बोट हो, नयाँ बोट होइन, धेरै पुरानो बोट हो। यो लगभग 2-3 वर्षकै पुरानो बोट हो र पनि फल्न चाहिँ फलि नै रहेछ। नयाँ बोट चाहिँ यहाँनिर छ। यो चाहिँ बल्ल सानो सानोहरू के भन्छ यसलाई, चिचिलाहरू आउँदैछ होइन। भेन्टाहरू पनि छ यहाँनिर है, ठुल्ठुलो छ फलिराखेको। भित्र भएर अलिकति राम्रोसँग देखाएको छ नि। यहाँ एउटा चाहिँ अब यतापट्टि चाहिँ मजाले यो चाहिँ क्रस खोर्सानी हो है, प्योर डल्ले चाहिँ होइन, लाम्चेसँग क्रस भएर एकै ठाउँ रोप्यो भने अटोमेटिक क्रस भएर निस्किन्छ। हामीले क्रस गराएको नि होइन। तल्लो साइडतिर फल्दैछ भने यतातिर चाहिँ फुल्दैछ है। त्यो माथिको साइडमा चाहिँ नि घिरौँला पनि छ है। यो चाहिँ घिरौँला हो। घिरौँलाहरू यतापट्टिको साइड पनि छ, अलिकति कालो औँला जस्तो छ। यहाँ पनि फल्दैछ यो घिरौँला चाहिँ। यो फार्मिङ चाहिँ माथिसम्म नै हुन्छ। अब नेक्स्ट इयर चाहिँ यहाँनिर पुरै तरकारी फार्मिङ हुन्छ। त्यो माथि सानो बोटदेखिको ठाउँसम्म नै त्यो डाँडा, यो चाहिँ डाँडा भन्छ हाम्रोतिर त। अनि यहाँदेखि नि तलसम्म नै पुरै तरकारी नै मात्रै फार्मिङ हुन्छ। यसपालि चाहिँ मकै पनि लगाइएको छ। ल यतातिरको घिरौँला चाहिँ यही हो, कायदाको राम्रो खालको छ होइन। यता पनि छ कल्लो तरकारी, मलाई त मिठै लाग्छ। यो माथि बाँसको टुप्पो जस्तो देखिराखेको चाहिँ माछ हो। यसलाई चाहिँ हामीले यतातिर माछ भन्छ। यसलाई चाहिँ हामीले पराल स्टोर गर्नको लागि राख्छौँ। त्यसरी राखिसकेपछि चाहिँ मुङ्सिरमा राख्यो भने अहिले पुस माघ फागुन चैत वैशाख जेठ असार 6-7 महिनासम्म यो यसरी नै रहिरहेको छ। माथि मजाले यहाँनिर चाहिँ नि यो मजाले बाँधेको छ भने यो 1 वर्षसम्म पनि केही हुँदैन, पानीहरू पस्दैन। यो चाहिँ हाम्रो यतातिरको पहाडको माछ भइहाल्यो। भेन्टाहरू चाहिँ नि यतापट्टि पनि छ, टन्नै छ यो मकैबारीभित्र। ल अब चाहिँ हामी गोठ बनाउन जान्छौँ। गोठ बनाएको भिडियो चाहिँ टाइम स्ल्याप मोडमा आउँछ है त।
फाइनल्ली गोठ चाहिँ बनाइसक्यो। अनि त्यस पछाडि अब यो कागतीको कलम रहेछ यहाँ, तर हिजोतिर ल्याएर राखेको ओइली गएको छ। हेरौँ लेची जाग्छ कि जाग्दैन। मैले चाहिँ यहाँ काकाकोबाट लगेर रोप्नु लागिरहेको छु। यहाँबाट फेरि घाँस लिएर जानुपर्ने छ। घाँस चाहिँ कता मम्मीले यहाँ काटेर राखिदिइराख्नु पर्छ। आज बेलुका चाहिँ पानी पर्छ कि पुरै मजाले आकाश घुमिरहेको छ। यो चाहिँ मैले लानुपर्ने घाँस हो होइन। मैले चाहिँ मकै बोकिसकेको छ। अब मकै बोक्ने हो। अनि त्यस पछाडि यहाँनिर मसँग कलम छ यो कागतीको, तर यो जाग्छ जस्तो चाहिँ लाग्दैन। जाग्यो भने ठिकै छ, जागेन भने पनि ठिकै छ। अब